वास्तवमा दमै कामी सार्की गायन बादी र हामी क्षेत्रीय बाहुनको पुर्खा एउटै हुन्। पहिला यो कुरा क्लियर हुन पर्यो। पुर्खा एउटै हो, एउटै हो। दमै अधिकांश क्षेत्रीबाट बनाइया छन्, सार्की अधिकांश ठकुरीबाट बनाइया छन्, विश्वकर्मा बादी र गन्धर्व म्याक्सिमम बाहुनबाट बनाइया छन्। गएर खोज्ने भने पत्ता लाग्छ। ऋण तिर्न सकेन भने जात घटाइदिने, भन्यो माएन भने जात घटाउने, गाउँमा प्रधान बन्छ ठुला ठालु त्यतिखेरका सामन्तीहरूलाई चित्त बुझेन भने जात घटाइदिने। पृथ्वीनारायण शाहले आफ्नै छोराछोरीले सार्की बनाएछन् नि। त्यस कारणले स्वर्गैको भएर सार्की, काम गर्ने भएर कामी, दमा बजाउने भएर दमाई, नगरा बजाउने भएर नगर चाहिँ यसमा चाहिँ धेरै विवाद त्यो छुनै नहुने त्यो बेकामको भएर त्यो हुँदैन भने हाम्रा पुर्खा तपाईँका र मेरा पुर्खा जो हुन् तिनका पुर्खा हाम्रो भाइ हामी थपक्कै एउटै पेटाका दाजुभाइ। कामी भन्ने पनि बाहुन भन्नेको पनि पुर्खा एउटै हो। बाहुन क्षेत्री दशनामीहरू त्यसपछिबाट यो चाहिँ जुन अहिले शिल्पकार समुदाय भनेर चिनिन्छ हाम्रा पुर्खा हामी सबै खस भाषालाई मातृभाषा मान्ने हामी खसहरूको एउटै कुल परम्परा एउटै, हामी सबै एउटै। पहिला हामीमा जात छैन। दोस्रो एउटा पनि दोस्रो लौशूद्रले पढ्नुहुन्न भनेर उचित चाहिँ रहन्छन् नि। आज मैले यो हजुरको अनलाइन खबर मार्फत पुराणका केही त्यस्ता महत्त्वपूर्ण प्रमाण पेश गर्दैछु जुन ब्राह्मण क्षेत्रीय वैश्य शूद्रको अवधारणा नि गलत छ। एक नम्बरमा ब्राह्मणले मात्र पढ्ने अरूले नपढ्ने भन्ने छ, त्यो पनि गलत छ। पहिला त सबैले पढ्थे, वैश्यले नै पढ्थे। ल शूद्रले पढ्दैन थियो भने बाहुन क्षेत्रीय र वैश्यले त पढ्दैन त। रामले वेद पढेका थिए, कृष्णले वेद पढेका थिए। जब हामी खसहरू काठमाडौँ उपत्यकामा आएको थिएनौँ, जब हाम्रो आधिपत्य भने त्यो बेला त नेपालले नि त वेद पढेका थिए। नेपाली संस्कृत नपढे भए, नेपाली वेद नपढे भए यत्रो विराट सभ्यता कसरी हुन्थ्यो? जब आएपछि शाहवंशीय राजाहरू र हुँदाहुँदै राणाहरू आएपछि पढ्न नदिएर सबै बन्द पारेको। त्यो कसले पढ्ने कसले नपढ्ने, यहाँ त क्षेत्रीले पढ्न पाएको छैन, बाहुनभित्रको जैसी बाहुनले पढ्न पाएको छैन। यत्रो जुन तिगडम छ यो चाहिँ नराम्रो पक्ष छ। यसलाई एकतिर राख्दै संस्कृत वेद पुराण भनेको अरू जातिले पढ्नु हुँदैन, यो ब्राह्मणले मात्रै पढ्ने हो भन्ने यो ठुलो भ्रम हो। त्यसो भए ठुलो भ्रम। हाम्रो मगरलाई राई लिम्बूले पढ्ने चिज होइन वेद संस्कृत भन्ने, त्यो होइन भन्ने त गलत हो। त्यसो भए लमजुङ काली कसले थापना गर्यो, गोरख काली कसले थापना गर्यो, मेदी काली कसले थापना गर्यो, उहाँ ढोरबरातिर बराको थापना कसले गर्यो होइन, ढोरबराईको कसले थापना गर्यो, मगरले हो कि होइन? यदि हिन्दू सभ्यता वैदिक ग्रन्थहरू तन्त्र वेद पढेका थिएनन् भने त्यो बेलामा बाहुन क्षेत्री यो भूमिमा नआउँदैका कुरा गर्दैछु कि मैले। जुन बेलामा मगरा क्षेत्रमा क्षेत्री बाहुन आएको थिएनन्, खसहरू आएको थिएनन्, त्यो बेलामा मगरले कसरी मन्दिर बनाए? मगरले पढ्नै हुँदैन, त्यो पढेका थिएनन् भनेदेखि गोरख कालीको त्यत्रो चाहिँ पूजाको विधि, मनोकामनाको त्यत्रो पूजा विधि, त्यत्रो मगरा सभ्य